नमस्कार सबैजनालाई म दिपक दाहाल एके डिजिटल दिपक हाम्रो यस वर्डप्रेस डिजाइन बेसिक ट्रेनिङ कोर्समा हजुरहरूलाई स्वागत गर्छु र हाम्रो यस वर्डप्रेस बेसिक डिजाइन कोर्समा लेसन 1 मा रहेको छ इन्ट्रोडक्सन टु वर्डप्रेस र यस इन्ट्रोडक्सन भित्र के छन् भनेर म तपाईलाई टपिकहरू भन्न गइरहेको छु र सुरुमा रहेको छ वर्डप्रेस भनेको के हो दोस्रोमा रहेको छ किन हामीले वर्डप्रेस युज गर्ने त्यसपछि रहेको छ हामीले वर्डप्रेसबाट के गर्न सकिन्छ भनेर रहेको छ र 14 मा रहेको छ वर्डप्रेसले कसरी काम गर्छ र कसरी हामीले इन्टिग्रेट गर्न सकिन्छ हाम्रो वेबसाइट र 5 नम्बरमा रहेको छ व्हाई वर्डप्रेस इज बेटर देन अदर प्लेटफर्म र हामीले सुरुमा हेरेका थियौँ कि वर्डप्रेस भनेको के हो भनेर वर्डप्रेस भनेको चाहिँ बेसिकली रेडिमेड डिजाइन हुन्छ जुन चाहिँ वर्डप्रेसले दिएको हुन्छ फ्रीमा युज गर्न सकिन्छ र त्यस रेडिमेड डिजाइनले हामीले कस्टमाइज गर्न सकिन्छ अथवा हामीले त्यो स्ट्रक्चर अनुसार नै नयाँ वेबसाइट बनाउन सकिन्छ विथ द हेल्प अफ ड्र्याग एन्ड ड्रपबाट विथ द हेल्प अफ एलिमेन्टर भन्दा पनि हुन्छ र यो हाम्रो कन्टेन्ट म्यानेजमेन्ट सिस्टम हो जसमा हामीले फ्यु क्लिकमा नै हामीले वेबसाइटलाई बनाउन सक्छौँ र सेकेन्डमा रहेको छ व्हाई युज वर्डप्रेस किन युज गर्ने त नि भन्दाखेरि यो चाहिँ इजी टु युज छ जस्तै कि जिरो टेक्निकल नलेज भए पनि हजुरहरूले वेबसाइट बनाउन सक्नुहुन्छ र दोस्रो नम्बरमा रहेको छ फ्री एन्ड ओपन सोर्स यो वर्डप्रेस भन्ने चाहिँ 100% फ्री छ र यो फ्री भए तापनि हामीले के लिनुपर्छ भन्दाखेरि डोमेन नेम र होस्टिङ चाहिँ हामीले पर्चेस गर्न पर्छ र अर्को तेस्रो नम्बरमा रहेको छ हाइली कस्टमाइजेबल जस्तै हामीले सर्टेन थिम र प्लगइन भयो भने वर्डप्रेसले दिएकै हुन्छ र त्यसमा चाहिँ हामीले एनी काइन्ड अफ वेबसाइट बनाउन सकिन्छ अर्को रहेको छ एसइओ फ्रेन्डली जस्तै हामीले गुगलमा सर्च गर्दाखेरि हाम्रो वेबसाइट चाहिँ अगाडि आउनलाई हेल्प गर्छ यही नै हो हाम्रो एसइओ यसको फुल फर्म रहेको छ सर्च इन्जिन अप्टिमाइजेसन र अर्को रहेको छ वर्क्स अन एनी डिभाइस जस्तै हाम्रो कम्प्युटर ट्याब्लेट फोन्सहरूमा चाहिँ मजाले काम गर्छ यो वेबसाइटले त्यसपछि अर्को रहेको छ सुपर सेक्योर यो चाहिँ हाम्रो वर्डप्रेसलाई चलाउन जानियो भने सेक्युरिटीको हिसाबले नम्बर 1 नै छ र अर्को रहेको छ बिगेस्ट वेबसाइट बिल्डर इन द वर्ल्ड जस्तै कि 43% अफ अल वेबसाइट अन द इन्टरनेट आर बिल्ड युजिङ वर्डप्रेस हेर्नु त 43%ले वर्डप्रेस युज गरिरहेका छन् र हाम्रो तेस्रोमा रहेको छ हामीले यस वर्डप्रेसबाट के गर्न सकिन्छ त नि भन्दाखेरि कुन वेबसाइट बनाउन सकिन्छ त नि भन्दाखेरि जस्तै पर्सनल लग त्यसमा के हुन्छ भन्दाखेरि आफ्नो थट्स आइडिया र स्टोरीहरू राखिन्छ अर्को रहेको छ बिजनेस वेबसाइट जस्तै कम्पनीलाई प्रमोट गर्न पर्यो भने अथवा कम्पनीको सर्भिस प्रमोट गर्न पर्यो भने हामीले बिजनेस वेबसाइट बनाइन्छ अर्को रहेको छ अनलाइन स्टोर जस्तै ई कमर्स अथवा कमर्स प्लगइनबाट बनाइन्छ अर्को रहेको छ पोर्टफोलियो वेबसाइट जस्तै आफ्नो सोकेस गर्ने स्किल्स एन्ड प्रोजेक्ट्सहरू अर्को रहेको छ ई लर्निङ प्लेटफर्म त्यसमा चाहिँ हामीले टिच अनलाइन कोर्सेस हैन त्यसमा चाहिँ हामीले टिच गर्छौँ अथवा त्यहाँ हाम्रो कोर्सहरू पनि राख्छौँ अर्को रहेको छ न्युज एन्ड म्यागजिन साइटहरू जस्तै हामीले आफ्नो पब्लिस आर्टिकल एन्ड न्युज अपडेटहरू गर्छौँ र अब हामी मेन टपिकमा आइसकेका छौँ हाम्रो वर्डप्रेस चाहिँ कसरी काम गर्छ त नि भन्दाखेरि सुरुमा हामीले के गर्नुपर्छ भन्दाखेरि गेट अ डोमेन एन्ड होस्टिङ डोमेन भनेको जस्तै मेरो केसमा digitaldeepak.com भन्ने चाहिँ मेरो डोमेन भयो जस्तै google.com facebook.com र होस्टिङ भनेको चाहिँ हाम्रो फाइल्सहरूलाई स्टोर गर्ने ठाउँ हो भनेर बुझ्दा हुन्छ अर्को रहेको छ हाम्रो अब त्यसपछि इन्स्टल वर्डप्रेस भनेको चाहिँ मैले अघि नै भने 100% फ्री छ यसलाई हामीले डोमेन र होस्टिङ भएपछि वर्डप्रेस इन्स्टल गर्छौँ विथ 1 क्लिकमा हाम्रो वर्डप्रेस इन्स्टल हुन्छ त्यसपछि हामीले आफ्नै मनपर्ने थिम जस्तै घर बनाउन लाग्नु भएको छ भने हाम्रो नक्सा भने जस्तै
यहाँ पनि वर्डप्रेसमा थिम्स भनेको नक्सा भनेरै सम्झिनुहोस्। त्यसपछि कस्टमाइज योर वेबसाइट, जस्तै हाम्रो कलर, फन्ट्स, लोगो एन्ड लेआउट्सहरूलाई चाहिँ हामीले आफ्नो हिसाबले चेन्ज गर्छौँ। अनि अर्को रहेको छ एड पेजेस एन्ड पोस्ट, जस्तै होम, एबाउट, कन्ट्याक्टहरू भनेको पेजेस भयो। पोस्टहरू भनेको चाहिँ हामीले ब्लगहरू लेख्नको लागि हो। अर्को रहेको छ इन्स्टल प्लगइन्सहरू, जस्तै कन्ट्याक्ट फर्म, एसइओ टुल्स, अनि गुगल एपिआई, यी सेवा एपिआईहरू यी प्लगइनहरू हुन्। अनि अर्को रहेको छ लन्च योर वेबसाइट। यति भएपछि हाम्रो वेबसाइट चाहिँ लाइभ हुन्छ। र हाम्रो 5 नम्बरमा रहेको छ हाम्रो वर्डप्रेस चाहिँ अरूहरू वेबसाइट बिल्डरहरू भन्दा किन अलि राम्रो छ भन्दाखेरि पहिलो फिचर रहेको छ यो वर्डप्रेसको कस्टमाइजेसन। के हुन्छ भन्दा वर्डप्रेसमा चाहिँ हाम्रो अनलिमिटेड अप्सन हुन्छ कस्टमाइजेसनको लागि, र अरूहरू वेबसाइटमा के हुन्छ भन्दा लिमिटेड चोइसेस हुन्छ, लिमिटेड नै हुन्छ भन्दा नै हुन्छ। अर्को रहेको छ ओनरसिप। यो वर्डप्रेसमा हामीले के गर्छौँ भन्दाखेरि हामीले आफ्नो साइटलाई फुल्ली ओनर गर्छौँ, र अरूहरू वेबसाइटमा चाहिँ के हुन्छ भन्दा अलि लिमिटेड कन्ट्रोल हुन्छ, जस्तै कि हामीले फ्रन्ट एन्ड ब्याक एन्ड सबै हामीले आफै नै ह्यान्डल गर्न सक्छौँ यस वर्डप्रेस वेबसाइटमा। र अर्को नम्बर रहेको छ कस्ट। कस्ट भनेको चाहिँ वर्डप्रेस चाहिँ एकदम चिपर छ, अनि अरूहरू वेबसाइट चाहिँ मोर एक्सपेन्सिभ छन्, अनि डिफिकल्ट टु ह्यान्डल पनि छन्। अनि अर्को रहेको छ प्लगइन्स एन्ड फिचर्स। प्लगइन्स भनेको चाहिँ 59,000 प्लस फ्री प्लगइन्स छ। इट इज इनफ फर एभ्री डेभलपर्स। अनि अरूहरू वेबसाइटमा चाहिँ फ्योर एडन्स, जस्तै अरूहरू वेबसाइटमा चाहिँ आफै कोड गरेर बनाउँछन् र त्यो डिफिकल्टी हुन्छ, र प्लगइन पाए पनि फ्योर नै हुन्छ। र स्केलेबिलिटीको हिसाबले हेर्ने हो भने यो चाहिँ सुइटेबल हुन्छ अरूहरू वेबसाइटसँग, र अरूहरू वेबसाइट भनेको चाहिँ हार्डर टु एक्सपान्ड हुन्छ। र यति भएपछि अब हामी फाइनल थटमा आउँ। फाइनल थट के रहेको छ भन्दाखेरि हामीले बुझिसक्यौँ वर्डप्रेस भनेको चाहिँ बेस्ट छ, पावरफुल छ हाम्रो वेबसाइट बनाउनलाई। जुनसुकै व्यक्ति जस्तै बिगिनर, बिजनेस ओनर अथवा ब्लगरले पनि युज गर्न सक्छन् र आफूले चाहेको वेबसाइट बनाउन सक्छन्। र थ्याङ्क यू फर दिस लेसन। सी यू अन द नेक्स्ट लेसन।